ल हेर्नुहोस् कति हरियाली खेतका गराहरू, बाटोहरू कति सुन्दर छन्। गाडी हिँड्ने बाटो, ग्राभेल गर्नलाई। हाम्रो सरकार, हाम्रो देश गरिब नै छ, घर घरमा बाटो पुर्याउन सक्दैन, तर पनि गाडी जानेछ। बर्खामा पनि बाइकहरू चल्ने गर्छ। यो नै हाम्रो लागि ठुलो कुरो हो। पारिपट्टिको गाउँलाई धादिङ थाङ्क्रे 1 कारखाना भन्छन्। यहाँ चाहिँ एकदमै राम्रो ठाउँ छ। जताततै बाटोहरू पुगेको छ, बत्ती पानी सबै सुविधाहरू छन्। विद्यालय पनि नजिकै छ, बस्नलाई निकै उपयुक्त ठाउँ रहेको छ। हरियाली फाँटहरू छन्, चिसो हावाहरू चल्छन्, जसले मनै आनन्दित बनाइदिन्छ। सहरका कुनामा बस्नेहरूको जीवनभन्दा गाउँमा बसेर स्वच्छ हावापानी खानेको जीवन निकै स्वस्थ हुन्छ भन्ने कुरा सबैलाई थाहा छँदैछ। त्यसैले यस्ता बाँझा रहेका जमिनहरूमा हाम्रा यी पौरख हातहरूले हरियो बनाउन सके, उब्जनीहरू गर्न सके, यसले बजार पाउन सके। सहरका कुना काप्चा धुलो धुवाँभन्दा गाउँ कति हो कति गुणा सुन्दर, रमणीय र शान्त छ। यो कुरा मलाई भन्दा तपाईँहरूलाई थाहा नै छ। विदेश पसेर रित्तिएको गाउँ, युवा विदेश पसेर रित्तिएको गाउँ, युवाले नै अब पुनः फर्किएर आफूले सिकेका कुराहरू यही देशमा बसेर यही माटोमा उब्जनी गरेर यो देशलाई सुखी, शान्त र समृद्ध बनाउन सक्छन्। दर्शकहरू, ल हेर्नुहोस् यति राम्रो गाउँ किन छोड्दैछन् मानिसहरू? किन माया मार्दैछन् आफ्नो माटोलाई? किन पैसाको पछि लाग्दैछन् कयौँ निर्दोष जीवनहरू?